हेलो गाइस, दर्शक नमस्ते। यहाँ चाहिँ अहिले बोर्ड उभिरहेको अवस्था देख्न सकिन्छ। उहाँहरूको चाहिँ यो स्ट्यान्ड भन्दा पनि भयो। अब उहाँ चाहिँ कुन तरिकाले चाहिँ अडाउनुहुन्छ भन्दाखेरि उ त्यहाँ बाँधेको छ, तर कसरी बाँधेको छ भन्ने कुरा चाहिँ मलाई पनि थाहा भएन। त्यो चाहिँ एकदम बाँधिरहेको छ। यतातिर चाहिँ अर्को बोर्ड चाहिँ आइरहेको छ, हेर्न सक्नुहुन्छ, सानो खालको। यसरी चाहिँ बोर्डहरू चलाएर माछा मार्ने हरेक तरिकाको हुन्छ। उहाँहरू चाहिँ अहिले रेस्टमा हुनुहुन्छ। नुहाई धुवाई आफ्नो बसोबास गर्ने ठाउँ अथवा रेस्ट गर्ने ठाउँ के हो थाहा छैन मलाई चाहिँ, तर यहाँ चाहिँ बसोबास भन्दा पनि यसो रेस्ट गर्ने ठाउँ होला भन्ने मेरो धारणा चाहिँ हो। अब उहाँ गएर सोध्ने कुरो आएन। जहाँसम्म लाग्छ मलाई यहाँ चाहिँ यसो बसेर खानपान भयो, हरेक कुराहरूको सुविधा छ। अब एसी सेसी लगाएको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ तपाईँहरूलाई म देखाउन गइरहेको छु। यहाँ हेर्नुलाई एसी सेसी सबैको व्यवस्था छ, सबै कुरा छ। यो चाहिँ आफ्नो एउटा स्ट्यान्ड भन्दा पनि भयो मलाई चाहिँ, जहाँसम्म लाग्छ स्ट्यान्ड नै होला यो। यहाँ चाहिँ कहिलेकाहीँ बोर्डहरू आएर उभिने गर्दछ, अनि यस्तै तरिकाले चाहिँ यो बोर्डहरू उभिने यताउता गर्ने गर्दछ। भिडियोलाई तपाईँहरूले जतिसक्दो सेयर गरेर तपाईँहरूको यस्तै बोर्डको भिडियोहरू मिल्छ, चाहिन्छ भने तपाईँहरूले सेयर गर्न सक्नुहुनेछ। अथवा तपाईँहरूलाई यस्तै खालको अरू पनि भिडियो चाहिन्छ भने म बनाउने छु, त्यहाँ पनि हेर्नु होला। त्यहाँ पनि बोर्डको एउटा स्ट्यान्डै छ है। यो सरकारी बोर्डको स्ट्यान्ड हो, हेर्न सक्नुहुनेछ। यतातिर हेर्न सक्नुहुनेछ, बोर्ड उभिरहेको अवस्था देखाएँ तपाईँहरूलाई मैले। हस् त, धन्यवाद। जय नेपाल। फेरि भेट्नेछु है। धन्यवाद।